मानबहादुर केसीजीलाई फुलगुच्चा सहित म यस विशाल स्टेजमा आमन्त्रित गर्न चाहन्छु। फेरि दर्शक महानुभावहरू, फेरि मैले त्यही शब्द दोहोऱ्याउने बेला भइसकेको छ। चलचित्र क्षेत्रकी महान नायिका, चर्चित नायिकालाई फेरि म तपाईँहरू माझमा उपस्थित गराउँदैछु। एकचोटि ताली बजाइदिनुहोस् ल। जुन चर्चित नायिका आउँदैछिन्, झरना थापा। उहाँलाई एकदमै स्वागत गरिदिनु हुन म भरत थापाजीलाई फुलगुच्चा सहित, पुष्पगुच्चा सहित म यस विशाल स्टेजमा आमन्त्रित गर्न चाहन्छु। त्यसपछि म अलिकति हाम्रा प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई केही आफ्ना कुराहरू राखिदिनु हुन म महान नायक राजेश समाजजीलाई म यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। आदरणीय वापीमा बस्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँ सबैलाई मेरो हृदयदेखिको नमस्कार छ। अत्यन्त खुसी लागेको छ। म आयोजकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, विशेष गरिकन केसीजीलाई, टेकबहादुरजीलाई, हाम्रो मास्टर थापाजी यहाँ बस्नुभएको छ, जो मेरो पुरानो मित्र पनि हुनुहुन्छ। र मुम्बई आवाजातको क्रममा उहाँहरूसँग धेरै पुरानो सम्बन्ध पनि छ। तर अत्यन्त खुसी लाग्छ आज वापीमा पहिलोचोटि उहाँहरूले यहाँहरूको समक्ष मलाई पुर्याइदिनु भयो। त्यो मेरो लागि सौभाग्यको कुरा पनि हो, किनकि यहाँहरूले त मलाई सायद पर्दामा देखि नै रहनुहुन्छ होला, तर यस्तो अवसर मैले पनि यहाँहरूसँग त्यो मौका उहाँहरूले दिलाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। र विशेष गरिकन होली जस्तो चाडमा यहाँहरूको समक्ष आएर यहाँहरूसँग विचारवटा कुरा बाँड्न पाउँदाखेरि झनै खुसी लागेको छ। म यो पनि आशा गर्छु कि हामी अब नेपालीहरू विभिन्न आफ्नो घरेयासी समस्या या देशको परिस्थितिले गर्दाखेरि बाहिरिएका छौँ। बाहिरी मुलुकमा आएर हामी आफ्नो रोजगारीको लागि, आफ्नो कामकाजको लागि काम गर्छौँ। तर हामीले कहिले पनि बिर्सिनु हुँदैन कि हामी एकजुट सबैजना नेपाली हौँ। तपाईँ हामी जस्तोसुकै हाम्रो पृष्ठभूमि भए पनि, जुनैसुकै हाम्रो धार्मिक पृष्ठभूमि या हाम्रो भाषा पृष्ठभूमि या हाम्रो जातको पृष्ठभूमि जुनसुकै भए पनि मूलभूत हिसाबमा हामी सबैजना नेपाली हौँ। र त्यो नेपालीको डोरीलाई हामीले अत्यन्त मजबुत गर्नुपर्छ। म आशा गर्छु कि अरू यहाँहरू यहाँ बसेर पनि आफ्नो नेपालीपनलाई छोड्नुहुन्न र बेला बेलामा हामीहरू आएर विभिन्न किसिमको सांस्कृतिक कार्यक्रम गर्दाखेरि र विभिन्न किसिमको रमाइलोपन गर्दाखेरि यहाँहरूलाई सायद आफ्नो घर, आफ्नो आँगन, आफ्नो गाउँ याद दिलाउँछ होला। त्यसको लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद छ। हाम्रा आदरणीय दाइ हामीसँगै छन् र केही तपाईँहरूका केही प्रश्न छन्? दाइप्रति केही सोध्ने, आदरणीय दाइप्रति केही सोध्ने प्रश्न छन् भने भन्नुहोस्। म सोधौँ? के सोधौँ? यहाँ त पहिला हुर्किनु पर्यो नि। भर्खर यो कलिलो 18 वर्षीय उमेरमा के बिहा गर्ने भनेर होइन। विवाह भन्ने कुरा कस्तो रहेछ भने खाए भी पछुताए, नखाए भी पछुताए भनेर भन्छ नि मान्छेले। सायद त्यही पनि भइरह होला। तर मेरो के सल्लाह छ भने यहाँहरूलाई यदि विवाह गर्नै छ भने आफ्नो एउटा उमेरमा ठ्याक्क गरिहाल्नुहोस्। किनकि जसो जसो तपाईँले उमेर पार गर्दै जानुभयो
झन्झन गाडी छुट्ला भन्ने चाहिँ डर हुन्छ। त्यसकारण मेरो सल्लाह चाहिँ यही छ। अब हेरौँ, मेरो पनि होला, कुनै न कुनै बेला कहीँ न कहीँ त छुट्या होला। अरू केही छ प्रश्न? म सोधौँ? दाइ हजुरको उमेर कति भयो छ? मलाई पनि नठानिकन भन्छु 18 त होइन, यो जेठमा चाहिँ म ठ्याक्कै 21 पुग्छु। नेपाली होला कि भारू होला दाइ? खै हो, हिसाबमा चाहिँ म अलिकति कमजोर नै थिएँ। यहाँ भारू नै है, भारू भन्नु त अलिकति घटाउनु पर्यो है जस्तो लाग्यो। फेरि मेरो अन्तिम प्रश्न छ आदरणीय दाइलाई। दाइको थुप्रै धेरै चलचित्रमा एकदम बहुचर्चित डायलग छन्। तपाईँहरू माझमा कुनै न कुनै एक डायलग प्रस्तुत गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँले कुन फिल्म हेर्नु भएको छ? शङ्कर भन्ने फिल्म हेर्नु भएको छ यहाँहरूले? यसमा एउटा डायलग थियो, शत्रु समारक दुष्ट विनाशक प्रलयङ्कर हो म, तेरो लागि साक्षात मृत्यु शङ्कर हो म। साथीहरूको लागि यो हात सलाम छ, दुश्मनको लागि यो हात सलाम छ। सज्जनको लागि नायक, दुर्जनको लागि खलनायक, दुश्मनको नाम राम नाम सत्य छ, अन्यायमा न्याय दिन नारायण दाइ आउँदैछ। तर यहाँ नारायण दाइको सट्टामा अन्यायमा न्याय दिन थापाजी आउँदैछ भन्नुपर्ने अवस्थामा। दर्शक साथीहरू, दर्शक महानुभावहरू, बच्चाहरू सर्वप्रथम त उनीहरू मायाको लायक नै हुन्छन्। अर्को कुरा, अब हाम्रो देश विभिन्न परिस्थिति, विभिन्न आर्थिक समस्याहरू छ र कहिले कहिले म देख्छु कि विशेष गरिकन सडक बालबालिकाहरू जसले चाहिँ आफ्नो उमेर अनुभव गरेर आफ्नो उमेर अनुसारको जीवन यापन गर्न पाउनुहुन्न, चाहे त्यो पढाइलाई लिएर होस्, चाहे त्यो खेलकुदलाई लिएर होस्, विभिन्न आर्थिक कमजोरीले गर्दाखेरि सानो सानो बालबालिकाहरूले दुःख पाएर सडकमा विभिन्न काम गर्दै हिँड्नुपर्ने अवस्था आउँछ। त्यस्तो देख्दाखेरि चाहिँ मलाई अत्यन्त नै नरमाइलो पनि लाग्छ। अब हुन त मैले नै सबै कुरा समस्याको समाधान गर्न सक्ने होइन, तर केही हदसम्ममा मैले सक्दो चाहिँ मलाई केही कुराहरू गर्न मन लाग्छ। र यो पनि मलाई लाग्छ कि एउटा बालक आफ्नो बाल्यकालमा एउटा बालक भएर जिउने अधिकार उसले पाउनुपर्छ जस्तो लाग्छ मलाई। दाइ किन माया गर्नुहुन्छ थाहा छ? आफूले बिहा नगरेको होला। दर्शक महानुभावहरू, दर्शक साथीहरू, दाइ एकैछिनपछि तपाईँहरूको माझमा हामी मिठो रमाइलो नृत्यका साथ हामी प्रस्तुत गर्नेछौँ। तपाईँहरूको माझमा हामीसँगै छन्। हामीसँग थुप्रै प्रस्तुति अझै बाँकी भएको कारणले गर्दा हामी यतिखेर तपाईँहरू माझबाट छुट्टिने अनुमति माग्न चाहन्छौँ। धन्यवाद।